आएको छु ए यसरी खाने हो एक बाटा थोरैले पुग्दैन र ल खाएँ त आज त किन रिसाइरहेको थियो छोराको खुट्टामा चाहिँ काँडा गरेछ मम्मीको चाहिँ त्यो बन्दमै छैन मम्मीलाई त्यो हेर है एकछिन तिमीहरूले त्यो सियो कहाँबाट पाएको आफूले सियो पुरै दियो हाम्रो विदेशमा त्यो हेर कहिले काहीँ यसरी खाना खानुपर्छ जीवनलाई प्रेस गर्नलाई काँडा दुखिरहला बिचरालाई त्यो बिस्तारै निकाल्ने भने भाषा खाइन्छ है आफूलाई भन त नानीबाबु के छ नानीबाबु त्यो भोलि बिहान चाहिँ नानीबाबुलाई लिएर गएर 2-3 बजेपछि त्यो कपडा चेन्ज गरेर अर्को कपडा ल्याइदियो भन नि त तिम्रो मम्मीलाई 300 बाउ हालेर हुन्छ के गर्नु त्यो कोसँग बोलेछ तिम्रो मम्मी प्यार गरेर हुन्छ कुरेर त्यस्तो दुनियाँ खाली गर्छ त कोसँग त्यो त आउँदैन लानु हुँदैन बाबु हाइवेमा जानु हुँदैन हाइवेमा लानु हुँदैन बाबु आनन्द बाबु साइकल लानु नदियो है हाइवेमा आनन्दलाई साइकल चलाउनु नदियो है त्यहाँ म आए